आज हामी रामेछापका 2 नगरपालिका र 6 गाउँपालिकाको भूगोल सम्बन्धी जानकारी गराउनेछौँ। रामेछाप नगरपालिका, मन्थली नगरपालिका, त्यसैगरी गाउँपालिकाहरू खाडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको बारेमा जानकारी गराउनेछौँ। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। नयाँ भिडियो हेर्नको लागि हाम्रो टिपी अनलाइन च्यानल सब्स्क्राइब गर्नुहोला। यो रामेछाप नगरपालिकाको रामेछाप डाँडा हो। यो रामेछाप जिल्लाको पुरानो सदरमुकाम पनि थियो। यो मन्थली नगरपालिका हो। हाल रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजार हो। अब हामी मन्थली नगरपालिकाको थोरै अवलोकन गर्नेछौँ। यो मन्थली एयरपोर्ट हो। यहाँबाट लुक्लाको लागि उडान भरिन्छ। यो रामेछाप जिल्लाको एकमात्र एयरपोर्ट हो। सिजन अनुसार यहाँ पर्यटकहरूको भिड लाग्ने गर्छ। यो हो नेपालकै पहिलो अथवा दोस्रो नम्बरमा पर्न सफल घ्याप्से पहिरो। यो पहिरो रोकथाम गर्नका लागि धेरै पहल गरेर पनि रोकथाम गर्न सकिएको छैन। यो पहिरोबाट धेरै किसानहरू चिन्तित छन्। धेरैको खेतीयोग्य जमिनहरू पुरिएको छ। यो हो थानापति मन्दिर। यो मन्दिर मन्थली नगरपालिका वडा नम्बर 9 पुराना गाउँ भन्ने ठाउँमा पर्दछ। यहाँ तीज, शिवरात्रि र दनै पूर्णिमा जस्ता मेलाहरूमा भक्तजनहरूको धेरै भिड लाग्ने गर्दछ। यहाँ बैरा नामका महादेव पुज्ने गरिन्छ। यहाँ आफूले मागेको वर पुरा हुन्छ भन्ने धार्मिक विश्वास राखिन्छ। यो मन्थली नगरपालिका गेलु हो।
यहाँको यो पशुपतिनाथको मन्दिर एकदमै प्रख्यात छ। यो देखिएको घुर्पाङ गाउँ हो। यो खाँडादेवी गाउँपालिकाको मुहिटार भन्ने ठाउँ हो। हामी पकरबास माकादुङ हुँदै खाँडादेवी मन्दिरसम्म पुग्नेछौँ। यो हो खाँडादेवी मन्दिर। पृथ्वीनारायण शाहले पूर्वी किल्ला बलियो बनाउन खाँडादेवीसँग सहायक किल्ला बनाएका थिए र अङ्ग्रेजहरूसँग विजय प्राप्त होस् भनेर आशीर्वाद समेत लिएका थिए। सोही अनुसार यो मन्दिर प्रख्यात छ। यो दृश्यमा देखिएको सुनापति गाउँपालिका हो। सुन्दर र मनले लोभ्याउने हरियाली दृश्य देख्न सकिन्छ। यो दोरम्बा गाउँपालिकाको दोरम्बा बजार हो। अब हामी सैलुङतिर प्रवेश गर्छौँ। रामेछाप र दोलखाको सिमानामा रहेको यो सैलुङ सुन्दर त छ नै, तर स्वर्गभन्दा पनि बेग्लै महसुस हुन्छ यहाँ आएपछि। रामेछापको यो सैलुङ एकचोटि आउनै पर्ने ठाउँ हो। यहाँ मौसम अनुसार फरक अनि रमाइला दृश्यहरू देख्न पाइन्छ। यो लिखु तामाकोसी गाउँपालिकाको धोबी बजार हो। लिखु तामाकोसी गाउँपालिकाको मनै लोभ्याउने दृश्य हिम्ती बजारको देख्न सकिन्छ। यहाँ बादल लागेको रहेछ। यी बादल लागेको दृश्य झनै सुन्दर देखिन्छन्। अब हामी गोकुलगङ्गा गाउँपालिकाको थोरै अवलोकन गर्नेछौँ।
यो ठोसे, शिवालय, गर्जाङ, चुचुरे, रामेछापको पर्यटकीय स्थल हो। यो उमाकुण्ड गाउँपालिकाको रत्नज्योति बजार हो। यसलाई बाम्ती भण्डार पनि भनिन्छ। उमाकुण्ड गाउँपालिकाको अर्को रमणीय ठाउँ प्रीति च्यादलु हो। प्रीति आलु खेतीको लागि प्रसिद्ध छ। यहाँबाट पनि बादल लागेको रमाइलो दृश्य देख्न सकिन्छ। यो रामेछाप जिल्लाको घुमडेल हो। अब हामी खिम्ती खोला, झरना देखिएको लाली गुराँसको दृश्य हुँदै जट्टा पोखरी, पाँच पोखरीतिर लाग्छौँ। यो देखिएको जट्टा पोखरी हो। यो पनि रामेछाप जिल्लाको पर्यटकीय स्थल हो। यस्तै भूगोल सम्बन्धी नयाँ भिडियो हेर्नका लागि हाम्रो टिपी अनलाइन च्यानल सब्स्क्राइब गर्नुहोला।